सम्पूर्णमा नमस्कार। म अमल खड्का, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु। आजको यस भिडियोमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्ने 3 वर्ष स्नातक तह बिल फर्स्ट, सेकेन्ड एन्ड थर्ड इयर चान्स एक्जाम 2081 को परीक्षा तालिका सम्बन्धी जानकारी दिन गइरहेका छौं, जुन त्रिवी कार्यकारी परिषदको निर्णय बमोजिम 2081 सालमा 2051 सालदेखि 2081 सालसम्म उत्तीर्ण हुन नसकेका सम्पूर्ण अनुत्तीर्ण परीक्षार्थीहरूका लागि परीक्षा आवेदन खुलाएका थियौं। सोही बमोजिम बिलको फर्स्ट इयर, सेकेन्ड इयर र थर्ड इयरमा उत्तीर्ण हुन नसकेका सम्पूर्ण अनुत्तीर्ण परीक्षार्थीहरूका लागि एकचोटी चान्स परीक्षा आवेदन खुलाएका थियौं। सोही बमोजिम चाहिँ आज हामी यसको परीक्षा तालिका प्रकाशन गर्न गइरहेका छौं र यसको परीक्षा तालिका निम्न बमोजिम रहेको छ। अब फर्स्ट इयरको हकमा जाउँ। फर्स्ट इयरको परीक्षा तालिका चाहिँ यस्तो रहेको छ, जुन 83 साल 4 महिना 1 गते अर्थात् 2083 साल साउन महिनाको 1 गतेदेखि साउन महिनाको 22 गतेसम्म चाहिँ फर्स्ट इयरको परीक्षा सञ्चालन रहनेछ भने फर्स्ट इयरको परीक्षा सकिसकेपछि त्यसैगरी बिलको सेकेन्ड इयरको परीक्षा हुनेछ। बिलको सेकेन्ड इयरको परीक्षा भनेको 2083 साल साउन महिना 25 गते अर्थात् 2083 साल 25 गतेदेखि 2083 5/11 अर्थात् 2083 साल भाद्रको 11 गतेसम्म सेकेन्ड इयरको परीक्षा हुनेछ। त्यसैगरी बिलको जब सेकेन्ड इयरको परीक्षा सकिन्छ अनि चाहिँ बिलको थर्ड इयरको परीक्षा सञ्चालन हुनेछ। थर्ड इयरको परीक्षा चाहिँ 2083 साल 5 महिना 15 गते अर्थात् 2083 साल भाद्र महिनाको 15 गतेदेखि 2083 साल 5 महिना 31 गते अर्थात् 2083 साल भाद्र 31 गतेसम्म थर्ड इयर बिलको परीक्षा सञ्चालन हुनेछ। अब यसको मैले तपाईलाई जेनरली यसको जेनरल इन्फर्मेसन त दिइसके। अब यसले हामीले तीनटा वेबाट हेर्न सक्छन्। विद्यार्थीले चाहिँ एउटा भनेको हाम्रो वेबसाइटबाट एक्सेस गर्न सक्छन् यो इन्फर्मेसनहरू, अर्को भनेको हाम्रो आधिकारिक फेसबुक पेजबाट पनि एक्सेस इन्फर्मेसन पाउन सक्छन्, अर्को भनेको चाहिँ हाम्रो परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याएको हाम्रो अफिसियल युट्युब च्यानल छ, त्यसबाट पनि हजुरले यसको इन्फर्मेसन पाउन सक्नुहुन्छ। अब सबैभन्दा पहिला चाहिँ वेबसाइटमा कहाँ गएर हेर्ने भन्ने कुराको चाहिँ म जानकारी दिन गइरहेको छु। 1 नम्बरमा हजुरले के गर्नु होला भने हजुरको आफ्नो ल्यापटप अथवा मोबाइलमा भएको कुनै पनि ब्राउजिङ एप्लिकेसन खोल्नु होला, जस्तै लाइक मोजिला, फायरफक्स के छ हजुरकोमा एज कुन छ तपाईहरुकोमा चाहिँ त्यस्तो ब्राउजर खोल्नुहोस्। जस्तै मैले अहिले एकछिनको लागि के गरे भने यहाँनिर गएर क्रोम चाहिँ ब्राउजिङ एप्लिकेसन खोले। अब ब्राउजिङ एप्लिकेसन खोलिसकेपछि त्यस्तो ब्राउजर खोल्दा बित्तिकै माथिपट्टि सर्च URL देखाउँछ। त्यो सर्च बारमा गएर हजुरले exam.tu.edu.np टाइप गरेर इन्टर गर्नु होला। जब हजुरले त्यो सर्च बारमा गएर exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुहुन्छ अनि यस्तो स्क्रिन देखिनेछ। जब यस्तो स्क्रिन देखिनेछ अनि यतापट्टि हेर्नु त यस्तो हजुर क्रस बार देखाउँछ। त्यो क्रस बारमा गएर हजुरले क्रस गर्नु होला। यसरी क्रस गर्दै जानु होला। क्रस गर्दै गएपछि यहाँ तलपट्टि एउटा नोटिसेस भन्ने छ, यो नोटिसेस भन्नेमा क्लिक गर्नुहोस् है। सेकेन्ड नम्बरमा रहेको अप्सन छ, सेकेन्ड नम्बरमा रहेको अप्सन गर्दा नोटिसेसमा क्लिक गर्नुहोस्। नोटिसेसमा क्लिक गरिसकेपछि यहाँनिर हेर्नु यस्तो नोटिसेस भनेर स्क्रिन देखाउनेछ अनि हजुरलाई त्यहाँनिर स्क्रोल डाउन गर्नुपर्ने हुन्छ है। स्क्रोल डाउन कसरी गर्ने म हजुरलाई देखाउने छु। त्यसैगरी हजुरले यसरी के गर्नुपर्ने हुन्छ त नोटिसेसमा गएर यसरी क्लिक गर्नु। नोटिसेसमा गएर तलपट्टि गएर यतापट्टि सिलेक्ट नोटिस टाइप छ, सिलेक्ट नोटिस टाइममा हजुरले यतापट्टि एक्जाम सेड्युल सिलेक्ट गर्नुपर्ने हुन्छ। हजुरले जब एक्जाम सेड्युल सिलेक्ट गर्नुहुन्छ अनि यतापट्टि गएर सर्च बारमा क्लिक गर्नुहोस्। एक्जाम सेड्युल सिलेक्ट गरेर सर्च बारमा क्लिक गरिसकेपछि अनि तलपट्टि यहाँनिर अप्सन देखिन्छ 1 नम्बर हेर्नुहोस् त एक्जाम सेड्युल 3 इयर्स बिलो थर्ड इयर चान्स एक्जाम 2081 पब्लिश भनेर छ। यो चाहिँ एलएलबी भन्दा पनि अगाडिको कोर्स हो जुन चाहिँ बिलो भन्ने हुन्थ्यो है। अब त्यसमा चाहिँ 3 वर्ष बिलो थर्ड इयर चान्स एक्जाम 2081 भनेर छ। हामी सुरुमा हेर्दा पनि थर्ड इयरको हेरौँ ल। थर्ड इयरको यहाँनिर गएर थर्ड इयरलाई यसरी यसलाई क्लिक गरौँ। क्लिक गरिसकेपछि यसरी यस्तो स्क्रिन देखिन्छ अनि त्यहाँबाट गएर तलपट्टि जाउँ, तलपट्टि स्क्रोल डाउन गरौँ। स्क्रोल डाउन गरिसकेपछि डाउनलोड भन्ने अप्सनमा क्लिक गरौँ। जब चाहिँ हामीले जुन डाउनलोड भन्ने अप्सनमा चाहिँ क्लिक गर्छौँ हैन, क्लिक गरिसकेपछि अनि चाहिँ यस्तो स्क्रिन देखाउँछ। यस्तो स्क्रिन हेर्नुहोस् पब्लिश डेट 2083 2/26 आज पब्लिश भएको छ। एक्जाम सेड्युल 3 वर्ष बिलो थर्ड इयर चान्स एक्जाम 2081 भनेर छ। यहाँनिर हजुरले मजाले देख्न सक्नुहुन्छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2083 सालमा सञ्चालन हुने 3 वर्ष स्नातक तह बिल तेस्रो वर्ष 2081 को मौका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार सञ्चालन हुने परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबै जानकारीका लागि यो कार्यक्रम प्रकाशित गरिएको छ भनेर। त्यसैगरी यो यसको परीक्षा चाहिँ दिउँसोको 12 बजेदेखि 3 बजेसम्म 3 घण्टाको रहनेछ। त्यसैगरी यहाँनिर हेर्नु 2083 साल 5 महिना 15 गतेदेखि सञ्चालन भएर 5 महिना 31 गतेसम्म सञ्चालन रहनेछ। यसको भनेको चाहिँ
हेर्नु होला है 83 साल 5 महिना भदौ 15 गतेदेखि भदौ 31 गतेसम्म सञ्चालन रहनेछ। त्यसै गरी यसको यदि कसैको छुट फारम सम्बन्धी विशेष सूचना भने चाहिँ यदि अझै पनि स्टिल कसैको चाहिँ फारम छुटेको छ भने यु क्यान भनौँ तपाईँले चाहिँ यदि के गर्न सक्नुहुनेछ त आफ्नो सम्बन्धित हैन आफ्नो सम्बन्धित एकदम कन्सर्न क्याम्पसमा सम्बन्धित क्याम्पसमा चाहिँ हजुरले के गर्न सक्नुहुनेछ त त्यहाँ गएर हजुरले सम्पर्क गर्न सक्नुहुनेछ। यदि कसैको छुटेको छ भने त्यसको छुट्टी नआएको छ भने त्यस्तो विद्यार्थीहरूले चाहिँ जेठ 29 गतेभित्र आफ्नो सम्बन्धित क्याम्पसमा गएर आवेदन फारम भर्नुपर्नेछ भने त्यसै 29 गतेसम्म फारम भर्यो। त्यसै गरी 18 गतेसम्म चाहिँ क्याम्पसले चाहिँ अब है विद्यार्थीले चाहिँ जेठ 29 गतेसम्म फारम भर्नुपर्नेछ सम्बन्धित क्याम्पसमा गएर र त्यो यदि विद्यार्थीको फारम चाहिँ 29 गतेसम्म क्याम्पसमा पुगिसकेपछि 1 गतेसम्म चाहिँ असार 1 गतेसम्म चाहिँ परीक्षा निर्णय कार्यालय अथवा क्षेत्रीय परीक्षा निर्णय कार्यालय गर्नमा क्षेत्रीय परीक्षा निर्णय कार्यालयसम्म चाहिँ पुर्याउनु पर्नेछ र त्यो क्षेत्रीय परीक्षा निर्णय कार्यालय र परीक्षा निर्णय कार्यालय बल्कुले चाहिँ अनलाइन एन्ट्री चाहिँ अनि 3 गतेसम्म गर्नुपर्नेछ भनेर यहाँ उल्लेख गरिएको छ। त्यसै गरी अर्को कुरो के जानकारी दिन गयौँ भने यसमा थर्ड इयरका सम्पूर्ण परीक्षार्थीको परीक्षा केन्द्र चाहिँ काठमाडौँमा रहनेछ भने यसको परीक्षा केन्द्र चाहिँ हामी केही समय भनेको परीक्षाको 1 हप्ता अगावै हामी यसलाई पब्लिस गर्ने प्रयत्न गर्नेछौँ है। अब त्यसै गरी अब हामी जाउँ सेकेन्ड इयरको परीक्षा कसरी हेर्ने। सेकेन्ड इयरको परीक्षा हेर्नलाई पनि त्यसरी अघिको जस्तै सेम प्रोसिजर गर्ने। त्यसै गरी यहाँनिर हेर्नु इक्जाम सेड्युल 3 इयर बिलो सेकेन्ड इयर चान्स इक्जाम 2081 पब्लिस भनेको चाहिँ यसमा क्लिक गर्नु होला। जब हजुरले यसमा क्लिक गर्नुहुन्छ अनि त डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस्। जब डाउनलोड भन्ने अप्सनमा हजुरले क्लिक गर्नुहुन्छ अनि चाहिँ यसरी देखाउनेछ 2083 226 आज पब्लिस भएको डेट देखा। त्यसै गरी यो सेकेन्ड इयरको चान्स इक्जाम 2081 भनेर छ। यसमा पनि सबै कुराहरू एचजिटी छ। यसको परीक्षा चाहिँ दिउँसो 12 बजेदेखि दिउँसोको 3 बजेसम्म रहनेछ, 3 घण्टाको हुनेछ भने परीक्षा सञ्चालन चाहिँ 2083 साल 4 महिना 25 गते अथवा 83 साल साउन 25 गतेदेखि सञ्चालन भएर 2083 साल 5/11 अथवा 2083 साल भदौ 11 गतेसम्म यसको परीक्षा सञ्चालन हुनेछ। यदि सेकेन्ड इयरको पनि यदि बिलको यदि कसैको परीक्षा छुट्न गएको छ भने 2083 साल जेठ महिना 29 गतेसम्म चाहिँ सम्बन्धित क्याम्पसमा गएर फारम भर्नुपर्नेछ भने क्याम्पसले चाहिँ विद्यार्थीको फारम चाहिँ जेठ 29 गतेभित्र लगिसक्नुपर्नेछ र असार 1 गतेसम्म सम्बन्धित परीक्षा क्षेत्रीय परीक्षा निर्णय कार्यालय र परीक्षा निर्णय कार्यालय बल्कुमा बुझाउनु पर्नेछ। सोही अनुसार चाहिँ असार 3 गतेभित्र परीक्षा निर्णय कार्यालय बल्कुले अथवा क्षेत्रीय परीक्षा निर्णय कार्यालय चाहिँ अनलाइन इन्ट्री गर्नुपर्ने छ है। अब यसै गरी लेखिएको छ। अब त्यसै गरी अर्को रहेको छ हाम्रो यो त भयो हैन। अब त्यसै गरी अर्को रहेको छ हाम्रो यसको पनि परीक्षा केन्द्र चाहिँ काठमाडौँमा हुनेछ र परीक्षा केन्द्र चाहिँ पछि प्रकाशित गरिन्छ। त्यसै गरी अब हामी फर्स्ट इयरको चाहिँ बिल अफ फर्स्ट इयरको परीक्षाको सेड्युल हेर्नु छ। परीक्षाको सेड्युल बिल अफ फर्स्ट इयरको चाहिँ एक्जाम सेड्युल 3 वर्षीय बिल अफ फर्स्ट इयर चान्स इक्जाम 2081 भनेर चाहिँ यसमा गएर हजुरले क्लिक गर्नु होला। यसमा गएर क्लिक गरिसकेपछि डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नु होला। अगाडिको प्रोसिजर सेम एज इट इज भइहाल्यो हैन भने अब यसमा हामी फर्स्ट इयरको सेड्युल हेर्छौँ। यसको पनि आजै पब्लिस भएको छ। यसमा चाहिँ के छ भने यसको परीक्षा पनि दिउँसो 12 बजेदेखि 3 बजेसम्म 3 घण्टाको रहनेछ भने परीक्षा सञ्चालन चाहिँ साउन 1 गतेदेखि अर्थात् 2083 साल 4 महिना 1 गतेदेखि सञ्चालन भएर 2083 साल 4 महिना 22 गते अर्थात् 2083 साल साउनको 22 गतेसम्म चाहिँ बिल फर्स्ट इयरको परीक्षा सञ्चालन रहनेछ। त्यति यसमा पनि यदि कसैको फारम चुन्न वा चुक्न गएको छ भने परीक्षा निर्णय कार्यालय बल्कुमा आएर परीक्षा निर्णय कार्यालय बल्कुको आइटीमा आएर हजुरले जानकारी दिन सक्नुहुन्छ। सोही अनुसार हामीले आउने त्यसमा आउन सक्ने चान्सेसलाई चाहिँ एडजस्ट गरेर रिपब्लिस गर्ने हामी प्रयत्न गर्नेछौँ। र यदि कसैको फारम चाहिँ छुट्न गएको छ भने 2083 साल जेठ महिना 29 गते भनेको आज 26 गते भइसक्यो। अब 3-4 दिनभित्र चाहिँ 3 दिनभित्र चाहिँ हजुरले सम्बन्धित क्याम्पसमा गएर चाहिँ परीक्षाको आवेदन फारम भर्नुपर्नेछ भने सोही बमोजिम 29 गतेभित्र चाहिँ विद्यार्थीहरूको फारम लगेर चाहिँ क्याम्पसले चाहिँ असार 1 गतेसम्म चाहिँ सम्बन्धित क्षेत्रीय परीक्षा निर्णय कार्यालय र परीक्षा निर्णय कार्यालय अर्थात् परीक्षा निर्णय कार्यालय बल्कुमा बुझाउनु पर्नेछ र सोही अनुसार चाहिँ डाटा उपलब्ध भएपछि अथवा फारम उपलब्ध भएपछि परीक्षा निर्णय कार्यालय बल्कुले अथवा क्षेत्रीय परीक्षा निर्णय कार्यालय चाहिँ अनलाइन इन्ट्री गर्नेछ। र यसको पनि सम्पूर्ण परीक्षा केन्द्रको परीक्षा केन्द्र काठमाडौँमा नै रहनेछ भने परीक्षा केन्द्र चाहिँ हामी परीक्षा सञ्चालन हुनु 1 हप्ता अगावै पब्लिस गर्नेछौँ। र यो त हाम्रो यसरी भयो। यसमा यदि कसैले केही कुराहरू बुझ्नु भएको छैन, यदि केही कुराहरू चाहिँ जानकारी लिन मन लाग्यो भने हाम्रो भिडियोको कमेन्ट सेक्सनमा गएर सोध्न सक्नुहुनेछ। हामी हजुरलाई त्यसको एन्सर दिन प्रयत्न गर्नेछौँ। साथै अब यो त हामीले वेबसाइटबाट कसरी हेर्नु भन्ने कुरा गर्छौँ। त्यसै गरी हामी यसै भिडियोमा अर्को पनि के कुरा भन्छौँ भने हाम्रो एउटा परीक्षा निर्णय कार्यालयले सञ्चालनमा ल्याएको आधिकारिक युट्युब च्यानल छ। त्यो युट्युब च्यानल चाहिँ कसरी एक्सेस गर्ने, त्यसको नाम के हो, कहाँ के भिडियोहरू छ, हजुरलाई चाहिँ इन्फर्मेटिभ भिडियोहरू कुन हो भन्ने कुराको चाहिँ हामी जानकारी दिन्छौँ। त्यसको लागि हजुरले आफ्नो मोबाइल अथवा ल्यापटपमा भएको त्यो युट्युब एप्लिकेसन खोल्नुहोस्।
युट्युब एप्लिकेसन खोल्दा बित्तिकै युट्युबको सर्च बारमा जानु होला। युट्युबको सर्च बारमा गएर OCOE-AK टाइप गर्नुहोस्। OCOE-AK टाइप गरेर सर्च गर्दा बित्तिकै सुरुमै देखिने चाहिँ पर्सेन्ट डालेको बिल्डिङ र यहाँ TU अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसन भन्ने सुरुमा चाहिँ हेर्नुलाई TU अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसन TU अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसन भन्ने छ। यहाँ सुरुमा अरू हजुरले कहीँ पनि जानु पर्दैन, सिधै यहाँ हेर्नुलाई OCOE-AK टाइप गर्ने सर्च गर्ने। जब हजुरले OCOE-AK टाइप गरेर सर्च गर्नुहुन्छ अनि TU अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसन देखिन्छ, त्यसमा हजुरले क्लिक गर्ने। जब हजुरले TU अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसन देखिन्छ यहाँनिर हजुरले यहाँनिर एउटा सब्सक्राइब भन्ने बटन देखिन्छ, त्यो सब्सक्राइब गर्नु। सब्सक्राइब गरिसकेपछि भित्र चाहिँ एउटा अल भन्ने अप्सन हुन्छ, त्यसले चाहिँ सिलेक्ट गर्नु। त्यो अल भन्ने अप्सन सिलेक्ट गरेर सब्सक्राइब गर्नुको अर्थ के हो भने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय सञ्चालनमा अनलाइन प्रणालीले जसरी सञ्चालनमा ल्याएको छ सोही अनुसार चाहिँ हामीले परीक्षा नियन्त्रण कार्यालयबाट प्रवाह हुने जुन सेवा छन् त्यसको लागि चाहिँ जुन हामीले सूचनाहरू पब्लिस गर्छौँ, जस्तै लाइक परीक्षा तालिका, परीक्षा केन्द्र, परीक्षा फारम, रुटिन हैन, त्यसै गरी परीक्षाको नतिजा जस्ता विभिन्न खाले हामी सूचनाहरूको चाहिँ हामीले भिडियो बनाएर पब्लिस गर्ने बेला चाहिँ हामीले यसको चाहिँ भिडियो बनाएर अपलोड गर्ने गर्दछौँ। सो भिडियो अपलोड गरिसकेपछि चाहिँ हजुरहरूको मोबाइलमा चाहिँ नोटिफिकेसन बेल आइकन चाहिँ टङ्ग बजोस् भन्ने धारणाले चाहिँ हामीले यसलाई सब्सक्राइब गरेर अल भन्ने अप्सन दबाउनु, मतलब अप्सन सिलेक्ट गर्नुहोस् भन्नुको कारण चाहिँ त्यो, जसले गर्दा चाहिँ हामीले भिडियो अपलोड गर्दा बित्तिकै हजुरहरूको मोबाइलमा चाहिँ सूचनाको पहुँच पुगोस्, अटोमेटिकली चाहिँ नोटिफिकेसन जाओस् भन्ने धारणाले चाहिँ सब्सक्राइब गर्नुहोस् भनेको। यदि हजुरले सब्सक्राइब गर्नु भएन भने पनि खोज्न त मिल्छ, तर सब्सक्राइब गर्नुभयो भने हजुरमा चाहिँ अटोमेटिकल्ली नोटिफिकेसन जाने गर्दछ। हजुरहरूकै सहजताको लागि चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ है। त्यसै गरी जब हजुरले यो च्यानल खोल्नुहुन्छ अनि तलपट्टि देखिने 4वटा अप्सन होम भिडियोज प्लेलिस्ट एन्ड पोस्ट भन्ने छ, यसमा हजुरले के पनि हेर्नु पर्यो। सर्वप्रथम चाहिँ हजुरले भिडियोजमा क्लिक गर्ने है, सेकेन्ड अप्सन। भिडियोजमा क्लिक गरिसके तल 3टा अप्सन रहेको छ, लेटेस्ट, पपुलर एन्ड ओल्डेस्ट भनेर। हजुरले चाहिँ लेटेस्ट अप्सन सिलेक्ट गर्नुहोस्, किनभने परीक्षा नियन्त्रण कार्यालयले लेटेस्ट चाहिँ जुन भिडियो चाहिँ अपलोड गर्छ त्यो भिडियो चाहिँ फर्स्टमा देखिने गर्दछ, टपमा देखिने गर्दछ, जसले गर्दा हजुरलाई चाहिँ भिडियो चाहिँ सर्च गर्नु सजिलो हुने गर्दछ र सोही बमोजिम हजुरले हेर्न पनि सक्नुहुनेछ है। ओके, त्यसै गरी हजुरले विद्यार्थीहरू, विद्यार्थी क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयको आन्तरिक कामको लागि पनि एकदमै इन्फर्मेटिभ चाहिने भिडियो भनेको तलको लागि, अनि स्पेसली भनेको स्टुडेन्टको लागि, त्यसको लागि चाहिँ एकदमै तल एकदम लास्टमा जानुपर्ने हुन्छ। हजुरले हेर्दै जानुहोस्, एकदमै लास्टमा जानुहोस् है, एकदमै लास्टमा जानु होला। लास्टमा गइसकेपछि यहाँनिर हेर्नुहोस् भन्नु होला हाउ टु क्रिएट एन अनलाइन स्टुडेन्ट पोर्टल लगइन भनेर छ। यो भनेको चाहिँ परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याएको जुन विद्यार्थीको अनलाइन लगइन पोर्टल छ त्यसको चाहिँ एक्सेस कसरी बनाउने, त्यसको युजर नेम र आइडी, युजर नेम भयो, त्यसको पासवर्ड कसरी बनाउने भन्ने कुरा चाहिँ हजुरलाई लाग्छ भने, किनभने यसको एक्सेस नभइसकेपछि अथवा यसको लगइन युजर नेम र पासवर्ड नभए त हजुरले अनलाइन रिकर्डिङ गर्न सक्नुहुन्छ, न हजुरले एक्जाम फारम अनलाइन भर्न सक्नुहुन्छ, न चाहिँ हजुरले रजिस्ट्रेसन नै गर्न सक्नुहुन्छ। सो सर्वप्रथम त हजुरले के बनाउनु पर्यो भने विद्यार्थीहरूले आफ्नो पहिला लगइन आइडी बनाउनु पर्यो। लगइन आइडी बनाउनको लागि हजुरले के गर्नुपर्ने हुन्छ भने सर्वप्रथम हाउ टु क्रिएट एन अनलाइन स्टुडेन्ट पोर्टल लगइन भनेर यो भिडियो छ। यो भिडियो हेरेर चाहिँ हजुरले परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याएको स्टुडेन्टको लगइन पोर्टल चाहिँ एक्सेस गर्न सक्नुहुन्छ। यो लगइन पोर्टल भनेको हजुरलाई भर्ना हुँदा त्रिभुवनमा रजिस्ट्रेसन हुँदादेखि तपाईँको कन्भोकेसन भनेको त्यसबाट पास आउट अथवा रिलिज हुँदासम्म भनेको त्यो प्रोग्राम पढेर तपाईँ रिलिज हुँदासम्म चाहिँ यो लगइनले चाहिँ काम गर्ने गर्दछ है। सो हजुरले चाहिँ के बुझ्नु होला भने यो एकचोटि बनाइसकेपछि फेरि बनाउनु पर्दैन। यो चाहिँ हजुरले इन्ट्रीदेखि भनेको कुनै पनि क्याम्पसमा भनेको युनिभर्सिटीमा इन्ट्री अथवा क्याम्पसमा इन्ट्री भएर भोलि पास आउट भएर एक्जिट हुँदासम्मको लागि चाहिँ यो लगइन चाहिने गर्दछ। सो हजुरले चाहिँ यसमा यो भिडियो हेरेर हजुरले लगइन बनाउन सक्नुहुन्छ। तर यो भिडियो हेरेर लगइन बनाइसकेपछि हजुरले चाहिँ यो भिडियो हेरेर चाहिँ रिटर्निङ गर्न सक्नुहुन्छ, किनभने अहिले रिटर्निङ भनेको हामी टोटल्ली हजुरले अनलाइन नै गर्नुपर्ने हुन्छ, किनभने विद्यार्थीहरू यहीँ आएर भन्नुहुन्छ रिटर्निङ गर्नुपर्ने, तर हजुरले घरमा बसेर भिडियो हेरेर गर्नै सक्नुहुन्न कि गर्न चाहनुहुन्न कि गर्न जान्नुहुन्न कि सबै कुराहरू हामीले यसमा राख्दैकै छौँ। हजुरले यो भिडियो हेरेर घरमै बसेर गर्नलाई यहाँ आउनुपर्ने खासै आवश्यकता देखिँदैन है, किनभने यदि तपाईँ इभन तपाईँले परीक्षा नियन्त्रण कार्यालय भिजिट गर्नुभयो भने पनि तपाईँले चाहिँ अनलाइनै रिटर्निङ गर्नुपर्ने हुन्छ आफ्नै मोबाइलको प्रयोग गरेर। यो परीक्षा नियन्त्रण कार्यालय आएर प्लेन सिट अफ पेपरमा चाहिँ फिजिकल्ली तपाईँले मैले सर्टेन डिटेलहरू फिल गरेर चाहिँ म कन्सर्न कन्फिडेन्सियल मतलब गोप्य शाखामा चाहिँ म बुझाउँछु भन्ने छ भने अहिले त्यसरी चाहिँ हामीले वी आर टोटली बेन्ड द्याट होइन। सो हजुरले चाहिँ के गर्नुपर्ने हुन्छ भने अब घरमै बसेर चाहिँ अनलाइन गर्नुहोस्, या इभन तपाईँ परीक्षा नियन्त्रण कार्यालय भिजिट गर्नुभयो भने अल्सो तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ त अनलाइनै रिटर्निङ गर्नुपर्ने हुन्छ। सो सकेसम्म हजुरले यो भिडियो हेरेर लगइन बनाउनुहोस् र यो भिडियो हेरेर हजुरले घरमै बसेर रिटर्निङ गर्नु होला है। रिटर्निङ गर्नकै लागि तपाईँहरूको सहजताको लागि हामीले रिटर्निङको पनि भिडियो बनाएर अपलोड गरेको छौँ, हजुरले हेरेर आफ्नो भरपुर फाइदा लिनु होला। त्यसै गरी अर्को रहेको छ तलपट्टि TU अनलाइन एक्जाम स्टुडेन्ट क्याम्पस, TU अनलाइन
अनलाइन ट्यु इक्जाम फर्म स्टुडेन्ट क्याम्पस एन्ड ओसिओ भनेर चाहिँ यो भिडियोमा हामीले टोटली एउटा विद्यार्थीले इक्जाम फारम कसरी भर्ने, इक्जाम फारम भरिसकेपछि क्याम्पसले के गर्छ, त्यहाँभन्दा पछाडि चाहिँ परीक्षा निर्णयकाले के गर्छ भन्ने कुराको सम्पूर्ण कुराको हामीले डिटेल चाहिँ यसै भिडियोमा पनि इक्जाम फारमको बारेमा दिइसकेका छौँ। सोही अनुसार चाहिँ हजुरले यसको इन्फर्मेसनहरू फिल गर्नुलाई, किनभने आफूले पढ्ने सब्जेक्ट के हो भन्ने कुरा त क्याम्पसलाई त थाहा हुँदैन नि त। तपाईँको कम्पनी के मेजर लिनुभएको छ, के माइनर लिनुभएको छ, के अप्सनल हो, के इलेक्टिभ हो भन्ने कुरा थाहा हुन्न। त्यसैले चाहिँ सकेसम्म हजुरले आफ्नै घरबाट भन्नुभयो भने भोलि रिजल्टमा समस्या आउँदैन, भोलि तपाईँको डकुमेन्टहरू इस्यु गर्दा टास्क दिँदाखेरि पनि केही समस्या देखिँदैन। यदि तपाईँले चाहिँ अहिले पनि गलत तरिकाले अझै कोही साथीभाइले भनेर फारम भर्न लाउनु भएको छ भने त्यो मिस्टेक हुनसक्छ, जसले गर्दा तपाईँको भोलिका दिनमा दुःख पाउनुपर्ने हुन्छ। सो दुःख पाउनुहुन्छ, त्यसैले गर्दा अहिले सकेसम्म हजुरले आफूले पढेका विषयहरू के हो कसरी हो भने बरु भिडियो हेरेर भए पनि घरबाटै फारम भर्नु होला, जसले गर्दा भोलिका दिनमा हजुरले दुःख भोग्नुपर्ने छैन। अब त्यसै गरी अर्को तपाईँको तलपट्टि रहेको छ ट्यु अनलाइन रेजिस्ट्रेसन बाइ स्टुडेन्ट क्याम्पस एन्ड ओसिओ भने चाहिँ हजुरले यो भिडियो हेरेर चाहिँ हजुरले घरमै बसेर चाहिँ रजिस्ट्रेसनको इन्फर्मेसनहरू राख्न सक्नुहुनेछ, जसले गर्दा तपाईँहरूको चाहिँ त्रिभुवन रजिस्ट्रेसन डिटेलमा कुनै पनि समस्या आउँदैछ भने यो डिटेल भनेको यसो डिटेल हो जसले चाहिँ तपाईँको त्रिभुवन विश्वविद्यालयमा इन्ट्रीदेखि लिएर एक्जिटसम्म काम गर्ने गर्दछ। त्यो चाहिँ यो तपाईँको कार्ड भएन भने तपाईँले त्रिभुवनको आधिकारिक विद्यार्थी पनि मानिँदैन जबसम्म तपाईँको त्रिभुवन दर्ता नम्बर पाउनुहुन्न। हो त्यो त्रिभुवन दर्ता नम्बर पाउनुको लागि के हुन्छ भने मेजोरिटी मिस्टेक्स भनेको चाहिँ तपाईँको थरमा, तपाईँको नेमको स्पेलिङमा, तपाईँको प्यारेन्ट्सको स्पेलिङमा, तपाईँको माइग्रेसन एउटाको अर्कोमा परिदिने, तपाईँको ट्रान्सक्रिप्ट एउटाको अर्कोमा परिदिने, त्यो भेरिफिकेसनमा पनि समस्या हुने देखिने गर्नाले, किनभने क्याम्पसले नर्मली रजिस्ट्रेसन गरिदिँदा हजारौँ 2000 5000 जनाको गरिदिनु पर्ने हुन्छ। त्यसैले एउटाको अर्कोमा पर्ने सम्भावना पनि धेरै चान्सेस नै हाई हुन्छ। सो यदि हजुरले घरमै बसेर आफ्नो रजिस्ट्रेसन डिटेल हाल्नुभयो भने त जस्तै मैले त अर्काको त हाल्दिनँ नि त, किनभने मसँग अर्को त डकुमेन्ट पनि हुँदैन। मेरो प्यारेन्ट्सको स्पेलिङ के हो, मेरो प्यारेन्ट्सको डिटेल के हो, मेरो नामको डिटेल मेरो नाम मतलब थर के हो, मेरो नामको स्पेलिङ के हो, सबै कुरा त मलाई थाहा हुन्छ नि त। एउटा रिलिजनहरू के हो सबै कुरा एटिट्युड थाहा हुन्छ नि। सो यसमा चाहिँ कुनै पनि मिस्टेक हुने चान्सेस हुँदैन। सो सकेसम्म चाहिँ अहिले हजुरले आफ्नै घरमै बसेर चाहिँ रजिस्ट्रेसन डिटेलहरू राख्नुभयो भने जसले गर्दा चाहिँ भोलिका दिनमा तपाईँको कुनै पनि समस्या देखिँदैन। यदि तपाईँको त्रिभुवन जुन ट्यु रजिस्ट्रेसन त्यसमा तपाईँको एकदम करेक्ट इन्फर्मेसन गएको छ भने एकर्डिङली चाहिँ सबै सिस्टममा चाहिँ हिट हुन्छ है, विश्वविद्यालयमा हिट हुने। सोही अनुसार चाहिँ हजुरको इन्फर्मेसन चाहिँ सबै ठाउँमा चाहिँ करेक्ट इन्फर्मेसन चाहिँ के हुन्छ फ्लो हुन्छ। सो हजुरले सकेसम्म चाहिँ घरमै बसेर यो भिडियो हेरेर घरमै बसेर आफ्नो रजिस्ट्रेसन पनि गर्न सक्नुहुनेछ। र अब यति नै त्यसै गरी अर्को भनेको चाहिँ हाम्रो एउटा परीक्षा निर्णय कार्यालयले सञ्चालनमा ल्याएको आधिकारिक फेसबुक पेज छ। त्यो फेसबुक पेज चाहिँ हजुरले हेर्नको लागि exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुहुन्छ। जब exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुहुन्छ त्यसको यता लास्टतिर हेर्नुहुन्छ, यहाँ चारवटा छ, एउटा फेसबुक, ट्विटर, लिङ्कडिन र सेयर भन्ने छ। त्यहाँनिर तपाईँले एउटा फेसबुक भन्ने बटन छ, त्यो फेसबुक भन्ने बटनमा क्लिक गर्नु होला। जब चाहिँ हजुरले त्यो फेसबुक भन्ने बटनमा क्लिक गर्नुहुन्छ इट विल रिडाइरेक्ट टु योर ओन फेसबुक, के अरे ट्यु अफिस अफ द कन्ट्रोलर अफ एक्जामिनेसनको फेसबुक पेज है। त्यसमा चाहिँ रिडाइरेक्ट गर्छ, किनभने अहिले चाहिँ मेरो यसमा चाहिँ लगइन के अरे फेसबुक चाहिँ मेरो लगइन छैन। यदि तपाईँहरूको मोबाइलमा त फेसबुक लगइन हुन्छ। सो फेसबुक लगइन भइसकेपछि यसले तपाईँहरूको फेसबुक पेजद्वारा चाहिँ के गर्छ त परीक्षा निर्णय कार्यालयको फेसबुक पेजमा रिडाइरेक्ट गर्छ। सोही अनुसार फेसबुक पेजमा पनि हामीले सबै इन्फर्मेसनहरू अपडेट गर्नेछौँ र सोही अनुसार चाहिँ हजुरलाई हेर्न सहज हुनेछ। यदि हजुरले केही पनि यसमा पनि केही बुझ्नु भएको छैन भने हाम्रो कमेन्ट सेक्सनमा गएर सोध्नु होला, हामीलाई सोध्ने प्रयास गर्नु होला जानकारीको लागि। हामी त्यसमा हजुरहरूलाई जानेका बुझेका र हुन सक्ने कुराहरू हामी सबै कुरा त्यसको इन्फर्मेसनहरू विद्यार्थीहरूलाई दिनेछौँ। हजुरहरू सोध्नु न जानकारीहरू लिनको लागि सोध्नु, केही कुरा बुझ्नु भएन अथवा केही कुरा सोध्नुपर्ने जानकारी लिनुपर्ने छ भने हजुरलाई हाम्रो कमेन्ट सेक्सनमै गएर सोध्नु होला, हामी त्यसको एन्सर दिने प्रयत्न गर्नेछौँ। हस्, आजको लागि यति नै, धन्यवाद।